सो व्हाट्सअप गाइज के वेलकम ब्याक अनदर ब्लग होइन म चाहिँ एकदम ठिक छु होइन तपाईँलाई कस्तो छ थाहा होइन सो आज चाहिँ नयाँ साल परेको छ त्यसैले मबाट सबैजनालाई ह्याप्पी न्यू इयर सो आज चाहिँ हामी कहाँ जान्छौँ त त्यस्तै यति थाहा छैन होइन यतिकै हिँड्न चाहिँ हिँडेको छ हामी 4 जना केटाहरू चाहिँ हिँडिसक्यौँ तल गएर एउटा ओर्लिनु पर्ने हुन्छ हामी जान चाहिँ देख्न सक्छौँ त्यो पारि डाँडामा त्यता साइड जान खोजेको अहिले चाहिँ हामी 4 जना अब त्यता पनि हुनसक्छ नै त यो डाँडा पछाडि चाहिँ एउटा पुल छ फारेकै अलिकति ठुलो चाहिँ त्यतातिर जानको लागि आएको यो चाहिँ इन्डियाबाट आएको छ होइन अनिस खनालको ब्लग हेर्नुहुन्छ थाहा नै होला मामाको छोराहरू यिनीहरू चाहिँ इन्डियाबाट आएको यिनीहरूलाई घुमाउनु पर्ला जस्तो छ पुलमा नडरास है सो गाइज 1 घन्टा लाएर यो चाहिँ तयार भएको छ होइन हाम्रो खड्का यो चाहिँ तयार भएको छ आएर 1 घन्टा बस्नु पर्यो अनि बाँकी केटाहरू चाहिँ उता पारी छ पारी बसेर तिजु गाइरहेको छ तिनीहरूले भाइहरू अब एउटा चाहिँ पानी चाहिँ भन्दा पानी खोलातिर जानु थाहा होइन बाँकी अहिले चाहिँ 1 घन्टा लाग्यो गाइस तयार हुन 1 बजिसके चाहिँ हामी जाने हो त्यो डाँडामाथि अब कसरी जाने त्यता त्यो डाँडामाथि त्यो डाँडा पनि जाने हो लेट हुने भयो केटाहरूले आज लेट गरे गाइस कस्तो गरिरहेको होइन हामी चाहिँ खोलामा पुगिसकेको छौँ साउन्ड चाहिँ क्या मत सुनिदिरहेको होइन खोलातिरको गएर रहहरू पर्ने छ तर त्यतिकोहरू छैन बाँकी चाहिँ मैले जुत्ता लगाएर आएको चाहिँ किन लगाएको छु भन्नु कि बहुत चलतिरमा क्या यो के भन्छ पातोले गर्दा चाहिँ एकदमै होइन चिप्लिरहेको छ अनि हिँड्न चाहिँ एकदम गाह्रो भइरहेको छ केटाहरूले यता गरिरहेको छन् मुख धोइरहेको छन् पानी पाइरहेको छन् अब बगड पानी गएछ त्यसो जानुपर्छ है रक गार्डन गाई चाहिँ यस्तो ढुङ्गा रहेछ यार बाँकी हाम्रो चाहिँ हालत खराब भइरहेको छ यो चाहिँ हिँड्नै सकिरहेको छैन इन्डियामा बस्यो भने कसरी हिँड्न सक्ने यार अझै यहाँ माथि जानु छ यो चाहिँ हिँडिरहेको छ अगाडि होइन नझुन्ने नै है नझुन्ने मेरो पाइन्टको चाहिँ बात आएको छ यार नझुन्ने त यहाँ ब्लग नै हुन पाएन सो गाइज हामी पुगिसकेको छैन त्यत्रो उकालो निस्केर होइन केटाहरू अगाडि गुड्छन् यो भाइ र पछि होइन ह्या गर्दै सो त्यतिको अगाडितिर मन्दिर छ हामी उहाँ पारीकोबाट आएको एकदम क्या बोल न 50 रुपये आया 49 आता है भाई गाइस 50 रुपये का रिचार्ज डलवाया था 47 रुपये आया 48 रुपये आना चाहिए था 48 नहीं 49 रुपये आउनु पर्ने हो नि त अब इसिओबाट गरेको 47 रुपये हाल्दैछन् कि अन्त भर्खरै चेक गरेँ होइन 47 रुपये आएको रहेछ न यताको भाइ न उताको यार अनलिमिटेड डाटा लिनको लागि हेरेर ट्याक्क 50 रुपये ट्रान्सफर गरिदियो भनेको भएन क्या कामै बिग्रो पुरै यार होइन त भाइ खत्तम भयो क्या हल्का मान्छे पनि छन् होइन यतातिर बाँकी मान्छे यति छ केटाहरू चाहिँ केटाहरू आफ्नै तालमा छन् हामी आफ्नो तालमा होइन केटाहरू आफ्नो तालमा हामी आफ्नो तालमा अस्ति मैले यहाँ भिडियो पनि बनाएको थिएँ त्यतिखेर चाहिँ पोस्ट गर्न पाएको थिएन सो फेरि बनाउँदैछु न्यु इयर ब्लग होइन सबैजना माया गरेर देखाइदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है सपोर्ट देखाउनु पर्छ है सो गाई नरसिंह मन्दिर हाम्रो यही होइन नरसिंह मन्दिर यता तलतिर बाँकी यता चाहिँ हल्का मान्छेहरू अलिकति आइरहेको रहेछन् फोटो हानिदिने हो र भाइ कता कुन रुखमा छ यो आएर त गाई चलो गाइस अरे यार सो हामी चाहिँ यता ढुङ्गा चाहिँ दामी राखेको रहेछ होइन कल राखेको होइन के को लागि त मैले नक्सन बुझेन तर ढुङ्गा चाहिँ दामी छ होइन के तालको पनि केमा युज हुन्छ त पनि थाहा छैन होला सो हामी त छौँ हामी यता नगएर पहिला पुलतिर जाने प्लान भएको छ पुलतिर जाने त्यसरी यता अलिकति मान्छे रहेछन् कि सो गाइज हामी चाहिँ यहाँ आइसकेको छौँ यता माथि साइड पछि जाने हो मैले चाहिँ हामी उतो पारीको पुलमा जानु लाग्यो होइन हल्का देखिरहेको छ यता चाहिँ भाइ छ त्यता 2 अगाडि घुरान अनि पछि अर्तिर जाने मन्दिरमा पनि हल्का गइएन बाहिर टाइएको छ मन्दिरमा पनि जानुपर्छ सायद 2 बजिसक्यो कति बजेको पनि होइन लेट पनि भइसकेको छ के हुन्छ थाहा छैन तर मन्दिरमा चाहिँ जानुपर्छ होइन माथि नगएर भए पनि जानुपर्छ के भयो भाइ कपिराइट नाच भाइ त्यो
यिनीहरू चेक गरिराखेको मैले गाइज हामी चाहिँ हल्का फोटोसोटो होइन भिडियो बनाएर निस्किँदैछौँ। अहिले चाहिँ भाइ र म मात्र छौँ। केटाहरू चाहिँ अगाडि गइसक्यो। कारण चाहिँ हामी हिँड्नै सकेन क्या होइन एकदम धोइरह अगाडि देख्नु चाहिँ क्या दामी भ्यू छ। भ्यू पार्क हेर्न घर फर्किन लाग्यो। मान्छेहरू त्यो खान गइरहेका छन् मान्छेहरू त गएका छन् हिरो गाडी। गाइज तल गएर पुलमा गएर एकदम हालत खराब भएर उकालो निस्केर आइयो। अब फेरि यो उकालो जाने क्या माथि साइड। अनि अस्ति चाहिँ हामी आउँदाखेरि त मैले भिडियो पोस्ट गरेको थिइनँ। यहाँ चाहिँ दुईटी केटीहरू बसिरहेको थिएँ होइन। हाम्रो डिस्कनाल युट्युबर थाहै नै हो तपाईँलाई मेरो दाइ। त्यसलाई देखेर चाहिँ एकदम हाँसिरहेको थिएँ कि त्यो क्लिप मस्त अहिले रहेछ भने चाहिँ म पोस्ट गरिदिन्छु तपाईँहरूलाई। यो क्लिपको पछाडि हेर्नु होला है त। पानी खाँदै थियो कि त्यसले यता धारमा अनि बहुत हाँसिरहेको थिएँ कि त्यो क्लिप रहेछ भने चाहिँ म तपाईँहरूलाई पोस्ट गरिदिन्छु। सबैजनाले हेरिदिनु होला है त। के हाँसिरहेको हिँड्यो यो बान्डिएको हाँसडी सबैलाई ल किन हाँसिरहेको दिदीहरू। गाइस केटाहरू माथि गइसक्यो होइन। हामी चाहिँ जान नसकेको कि बसिरहेको अब चाहिँ हामी यहाँ फर्केर मन्दिरतिर जान्छौँ। केटाहरू माथि गएर छन्। यहाँ तल चाहिँ मान्छेहरू पिकनिक आएको छन्। यत्रो माथि निस्किरहेको माथि अब त झेउ लाग्छ यार किन जाने माथि होइन। सो अब हामी यहाँ फर्केर मन्दिरमा जान्छौँ। केटाहरू चाहिँ माथि गएर आउँछन् रे झन् तल नि होइन। अनि यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ नि यस्तो चोलाहरू छ नि त होइन। यसको पातहरू झरेको रहेछ अनि जुत्ता यस्तो लोर्किरहेको के भन्ने कि यार। केटाहरू माथि गएको चाहिँ आउँदै आएनन् कि कहाँ गए कहाँ होइन। तल फोन गरेर बल्ल झर्दैछु भन्दै थिएँ। बाँकी चाहिँ हामी यहाँ नरसिंहमा मन्दिरमा आइसकेको छौँ। भाइ पनि अलिकति थाके जस्तो छ खुट्टा दुःख भन्दै थियो। बाँकी चाहिँ अब हामी यहाँ इन्ट्री गरेर चाहिँ हामी त्यहाँ गएर बस्छौँ। केही बेरसम्म केटाहरू हाम्रो सँगै जान्छौँ है त। फेरि सँगै एकैचोटि ब्लग हेर्नु घन्टी नै छैन यार। घन्टी नै बज्दैन के फाइदा यार। बाँकी मैले चार्जर लिएर आएको भए चाहिँ चार्ज लगाउनु अन्त चार्ज चाहिँ आएको छैन। मैले पनि गल्ती गरेछु। चल आज तल बसौँ छाउमा। सो गाइज केटाहरू फाइनल आइसकेका छन् होइन। सुत्तेछौँ भने एकैछिन त म मेरो चाहिँ बल्ल आएका छन्। अवश्य हामी मन्दिरमा जाने भने चाहिँ पहिला तल जाने भन्छन्। तल गएर माथि आउने अरे किनकि पछाडि मान्छेहरू आइरहने तल जाने अरे त गइदिउँ न त फेरि झर्दैँ फेरि झर्दैँ ढुङ्गा यस्तोको लागि ल्याइदिनु माथि होइन। सो अब तल मन्दिरमा गएर भेट्नु त सिधै बनाउनु भिडियोहरू बनाउन तपाईँहरूले पनि हामीले पनि बनाउँछौँ होइन। यताबाट माथिबाट अरू ग्याङहरू आउँदैछ भनेको त केटाहरू त हेरेको भइदियो कहीँ छिटो फोन स्विच अफ गर्ने होइन ब्लग हेर्नु नगरिकन होइन। त्यति चाहिँ होइन गरिन्न। अब यता चाहिँ हाम्रो सिंह भगवान्को छ। अब माथि देख्न सक्नुहुन्छ एउटा ढुङ्गाको अझै ठुलो छ। अब माथि छ अब तलतिर जानु पर्ला जस्तो छ होइन। तलतिर जानु पर्ला होइन। के मकै बारी दरब चलिरहेको छ क्या यहाँ पनि। सिंह मन्दिर हाम्रो सो यहाँ चाहिँ हाम्रो कति 5वटा कि 6-7 कतिवटा उस अरे कि इन्ट्री गेट होइन। कताबाट यहीँबाट जानेर पहिला तलबाट निस्किनुहुन्छ कि तलबाट निस्किनुहुन्छ कि गाइस होइन। 3 मुखी हो कि कति 5वटा इन्ट्री गेट छ क्या होइन। 5वटा इन्ट्री गेट छ क्या होइन। त्यता 5वटा इन्ट्री गेटबाट अब कताबाट निस्किन्छौँ हामी थाहा छैन। उकालो निस्किँदा हालत खराब हुन्छ। म त जाने बेलामा त्यसै जाने केटा हो। ल तिरो यता जा सारेर म माथि आइज फेरि आइज यिनी 3टै जेठा उताबाट गयो हामी 2टा जान्छ यताबाट। काल निस्केर त भाइ मलाई खुद धोका छ नझुन्ने त नझुन्ने न। यता के छ युट्युब त साइड छ अनि त्यस्ताबाट जाने कुरो भएन होइन। यहाँबाट सबै मेरो थोपडा नि तपाईँहरू चाहिँ गुफा हेर्नु
झुक्के चल झुक्के टोर जोलाई गाई चाहिँ हन्टिङ गर्न आएको हामी ओ तेरी आया कि यस्तो होइन ठाउँ कहाँ दामी ठाउँ छ गुफा धन्न गेट खुला रहेछ अरे 5-6वटा गेट छ आउन डर छैन लोट लाग्छ नि फेरि बस्दिन त छैन त भित्र जाने अघि म भित्र गएँ मिल्दैन भित्र जानु किन गाइज अति फोटो भिडियोहरू खिच्यो होइन मोबाइलमा चार्ज पनि भइसकेछ अब चाहिँ हामी फर्किन्छौँ अगाडि गएर हल्का नास्ता जस्तो खान्छौँ त्यसपछि फर्किन्छौँ अनि यहाँ नरसिम्हा भमरुक देखेको छ हार्दिक धन्यवाद केटाहरू यहाँ पनि फोटो खिच्ने होला मेरो त तयार भइसक्यो अब म चाहिँ सिधै घरतिर जान्छु केटाहरू कता जान्छ होइन अब यो भाइ पनि एकदम थाकिसकेको छ म पनि थाकेको छु घर जाने अनि आज चाहिँ यसको बर्थडे पनि रहेछ क्या सबैजना कमेन्टमा ह्याप्पी बर्थडे भन्नु भइदियो ल हेरौँ एनएसमी कान्छाको होइन पावरको रहेछ यति खैजडी पछि खैजडी ल्याएर बाल्नु भएको रहेछ हामी सबै फर्किँदैछौँ भाइ रिसाइरहेको छ रास्ता के गरेको छैन साजु हल्का गएछ हल्का दिन न्यु इयरमा त मस्त रमाइलो भइरहेछ त यार सो गाइज अब चाहिँ हामी घर फर्किनु लाग्यो होइन यता केटाहरू चाहिँ दुर गएको छन् के भन्छ त्यो यार खैजोड त लएर गयो बाँचे छ भनेर यतिको फर्केर आयौँ अब चाहिँ हामी घर जाँदैछौँ भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब सब गरिदिनु होला होइन मन पर्छ भने साथीहरू सेयर गरिदिने